बाघा शीतल प्रसाद सिंह सेतो सिंह उहाँहरू हुनुहुन्थ्यो यो गोरुबथानमा। उहाँको सोमबारे हाटको सर्जक हो। अनि सोमबारे हाट कति पुरानो हो भने कालिम्पोङले हामीले सुरु गरेको हाम्रो पुरानो हाट, हामी भन्छौँ, हामी निम्बौले भन्छ हाम्रो पुरानो हाट, कुमाई सोमबारे भन्छ हामीले सुरु गरेको पहिला हाट भन्ने कुरा गर्छ। त्यसको के तिथि मिति छैन। त्यस्तै प्रकारले यो गोरुबथानको भाउजू हाटको कुरा पनि त्यस्तै छ। तिथि मिति केही पनि छैन, कहिलेदेखि सुरु गरेको, कसले सुरु गरेको। तर म 45 सालमा जन्मेको, 50 को दशकमा एकाना र दुवाना 1944 मुडुले राजाको छाप भएको त्यो पैसा हातमा लिएर यहाँ भाउजू हाट हेर्न आउँथे। त्यसको लागि सन्चबार नै घाँस काट्नु पर्थ्यो। सन्चबार, आइतबार र सोमबारको लागि डोको घाँस काटेर थुपारेर मात्रै छुट्टी पाइन्थ्यो भाउजू हाट हेर्न। र 3 आना दिन्थ्यो आमाले, त्यो 3 आना लिएर यहाँ भाउजू हाट हेर्न आउँथ्यौँ। तर सबैजना त्यहाँ भेला हुन्थे, सरस्वती जगाउँथे। सानैदेखि अलिकति म रौसे मान्छे, जहाँ मादल बस्थ्यो, ताजा बस्थ्यो, म पुगिहाल्थेँ, म त्यहाँ आउँथेँ। अनि त्यति बेला त यहाँ गोरुबथान मात्रै होइन, साथी यो भुटाबारी, यो पथडोडा, निमबस्ती, अम्बेक, उहाँहरू एकैचोटि सरस्वती जगार यो लाइनमा बस्थे। पसेपछि त्यो मादलको गर्जन, मादलको ताल बस्दाखेरि बजारै थर्किन्थ्यो, धुलो उड्थ्यो, त्यस्तै साह्रै राम्रो रमाइलो हुन्थ्यो। अनि हामी पनि पछि विशेष गरिकन ढकटुवारेको तमासा हेर्नु मजा लाग्थ्यो। त्यसलाई पोर्सुङ्गे पनि भनिन्छ, पोर्सुङ्गे। अब हाम्रो गोरुबथानमा चाहिँ, हाम्रो गोरुबथान टारको गैरी गाउँ र राई गाउँ एकदमै उहाँहरू चाहिँ गुरु नै मान्नुपर्छ। लामगादे खाल राईहरू हाम्रो, मैले जानेको उसमा के छ भने के छ, लामगादे खालहरू एक भाइ त यहाँ अझै हुनुहुन्छ, हाम्रो केबीज्यू, उहाँको बडाहरू बाजेहरू थिए। अनि एउटा थियो कुम्ले गहतराज भन्ने। कुम्ले गहतराज एकदमै पिचरा बुझाउने भनिन्छ। मादलको 52-52वटा ताल हुन्छ भनेर भन्छ। त्यो तालहरू किसिमको प्रकारको तालहरू बजाउँथ्यो, त्यसै प्रुक नजाउने। अहिले अब यहाँनिर अघि एउटा ताल हामीले सुन्यौँ, सीतारामको पिरती छुट्यो देशै आउँथ्यो। हजुरहरूले त्यो शब्दलाई घरमा गएर मनन चिन्तन गर्नुहोस्, एकदमै छुने। अनि मेरो सम्झी साहब रामबहादुरलाई म स्याबासी दिन चाहन्छु। उहाँले अब बाँचिएछ भने अर्को साल आउँदा चाहिँ यहीँनिर सीतारामको पिरती छुट्यो देशै अँध्यारो। अनि अन्तमा सीतामाईको दशरथको बुहारी सीतामाईको हो कि कहुला रोने वनमा, त्यो गाइदिनुहोस् है सम्झी साहब। तपाईँको आयु बढोस्, अझै बाँचौँ हामी, त्यो सुन्न पाऊँ। र अहिलेको भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने चासो लिनुहोस्। अनि यहाँ कति साथीहरूलाई भनेको दसैँ तिहारको बिचमा क्लास लिउँ न, मादलहरू बजाउने, रागहरू सुन्ने, मादलको ताल राग, त्यो एकदमै जस्तो कि महाभारत अनि रामायण, पितृत्व, मातृत्व, भातृत्व सबै त्यहाँनिर मुछिएको छ त्यो शब्दमा, एकदमै बहुमूल्य। यो हामीले माया मार्नु हुँदैन, बिर्सिनु हुँदैन। मादलको ताल सँगसँगै हामीले त्यो सिक्दै जाउँ। अझ अहिले त के भन्नु भने हाम्रो गोरुबथानको छोरो ज्ञानेन्द्रज्यूले त विश्वविद्यालयबाट उहाँले विद्यावारिधि प्राप्त गरिसक्नु भएको छ यो भाउजू हाटको विषय लिएर। अनि उहाँ पनि आज यहाँ हुनुभएको दिन अझ सुनमा सुगन्ध हुने थियो। र भाइ बहिनीहरूलाई म यही अनुरोध गर्छु, तपाईँहरूले चासो लिनुहोस्, सरसल्लाह हामी छँदैछौँ। हुजुरको जो जानेको छ उहाँहरूसित भेट्नुहोस्, सोध्नुहोस्। अहिले त
त्यस्तो पुरा त्यो उयो छ नि त्यस्तो चासो राख्नेहरू तपाईँहरूले त्यो राख्नुहोस् राख्यो भने चाहिँ यो अझै हाम्रो यो त अहिले नयाँ ढङ्गको हो आफूहरूले यस्तै रुचाउनु भयो नत्र भने त तल एकैचोटि पस्नु पर्ने थियो अब अहिलेको परिकार यस्तै छ यो पनि नराम्रो होइन तथापि योपालि मङ्सिर त लागि त हाल्यो डक्टरले भने जस्तो त्यो ओभर ड्यू भएको जस्तो भयो र पनि अब ढिलो होस् तर थोरो होस् हुन्छ नि राम्रो भयो यो कार्यक्रम यहाँहरूलाई म बधाई दिन चाहन्छु भविष्यमा अझै राम्रो गर्दै जाउँ मादलको तालको मारुनीको राज त्यो लयहरू हामीले त्यो चाहिँ हामीले क्लास चाहिँ लिनै पर्छ एक हप्ता एक महिनाभरिमा त धेरै सिकिन्छ यहाँ हाम्रो केबीजी हुनुहुन्छ अरूहरू पनि हुनुहुन्छ हामी दालिमका साथीहरू पनि छन् ल है मेरो तपाईँहरूलाई मेरो यो सन्देश छोटो राख्दै यहाँबाट बिदा दिन चाहन्छु धन्यवाद दिहाल बौजुहाट हामी सबैलाई धेरै थोर थाहा भए पनि अहिले यहाँ धेरै विद्यार्थीहरू पनि आउनुभएको छ यहाँलाई यो जानकारी अलिकति भए पनि होस् भन्ने उद्देश्यले प्रत्येक वर्ष दिहाल बौजुहाट माथि केही कुरा राखिदिने हामीले वक्ता कुनै पनि कार्यक्रममा यसरी राख्नु भनेको नजान्ने नबुझ्ने र जतिजनाले पनि यो अवगत छैन उहाँहरूको लागि हो गोर्खा जातिको हात भर्ने काम सानो सानो व्यापार बन्द गर्ने काम आइमाईहरूले आइमाई दिदीबहिनी मुक्त यस्तै हो लिम्बूको आइमाई भन्ने सरी चेलीबेटीहरूले गर्ने गर्थ्यो यो इतिहासमा पाइन्छ देखिन्छ र मारुनी नाच अहिलेको होइन यो मारुनी नाच पनि खेलाइची पनि होइन यो आयो 2-4 सीतारामको पिरती छुटो देशै अँधेरो त्यति मात्रै होइन यो सम्पूर्ण गोर्खा जातिको संस्कार संस्कृति बोक्ने नाच हो अरू राई लिम्बू गुरुङ मगर सबैको आफ्नो आफ्नो छ जात जातको छ तर सम्पूर्ण गोर्खा जातिलाई समेटेर हामीलाई बचाइराख्ने संस्कृति यही मारुनी नाच हो यसको संरक्षण गर्नु हामीलाई त्यति नै जरुरी छ जति हामी डेली भात खान्छौँ बाँच्नको निम्ति नत्र यो गोर्खा जाति एक दिन यो देशमा अर्काको संस्कृतिमा विलय भएर जान्छ आफ्नो संस्कार संस्कृति सकेर विलय भएको चाहिँ मैले आफ्नो जातै हराएको चाहिँ मैले आफ्नो आँखाले देखेको छु मैले कथा लामो हुन्छ मेरो मिसेसको ट्रिटमेन्ट गराउनु दिल्ली जाँदा हार्टको ट्रिटमेन्ट गराउनु जाँदा दिनुहुँदै रहेछ सुब्बा भाइ के हो के थर्यो म सुब्बा हो भने भाइ मै पनि सुब्बा हो तर के गर्नु म सुब्बा भन्ने मेरोमा केही पनि छैन भोलि छोराको बिहा छ घोडीमा चढ्नुपर्छ सिएर लानुपर्छ अन्त त्यो लिम्बू बस्यो र त्यसरी नै हामी अर्काको संस्कार संस्कृतिमा विलय नहुनु हो भने एकमुष्ट भएर यो मारुनी नाचलाई बचाएर राख्नुपर्छ यो एउटा हाम्रो कवच हो कवच बाँकी हाम्रोमा के छ हामी सकिसकेको छौँ र यो एउटा कवच हो यसलाई बचाएर राख्नुपर्छ यो विषयमा डिस्कस गर्नु पर्यो भने दिन जान्छ म जान्ने भएको होइन तर मैले धेरै सोधेको छु खोजेको छु यो के हो कसरी भयो मारुनी के हो मादलको ढुङ्ग्रो के को हुन्छ ढटुवारे को हो यो विषयवस्तुहरू पनि छ र अलिअलि पुरा होइन एमएम गुरुङज्यूले बिर्सिएका संस्कृति भन्ने होला सायद किताब एउटा सानो किताबमा उहाँले धेरै कुरो लेखिदिनु भएको छ त्यसलाई हामीले खोजेर लैजानु अति आवश्यक छ यसैले गर्दा आज म धेरै केही भन्न चाहन्न र यो हाम्रो कवच हो गोर्खा जातिको कवच हो नत्र भने हामी त सबै बिर्सिसक्यौँ त सबै बिर्स्यौँ हामी अब अहिले पोलिटिक्सको कुरा नगर्नु भन्छ तर अहिले तल गएर आएर जेन्ट्रिफिकेसन भन्छ अङ्ग्रेजीमा धेरै पैसा भएकोहरूले अरू जातिले हाम्रो जमिन किनेर आएर बस्दैछ त्यो जेन्ट्रिफिकेसन हुँदैछ र एक दिन उहाँकै संस्कृतिमा हामी विलय भएर जान्छौँ देखाउने कुरो त केही पनि छैन हाम्रो के छ हाम्रोमा देखाउने यसले गर्दाखेरि यसलाई बचाएर राख्नुको लागि म मेरा
भाइ बहिनीहरूलाई युवा भाइ बहिनीहरूलाई लजाउनु हुँदैन मारुनी हे कहाँ भनेर। अनि यसको अर्को पाटो पनि छ। अर्को पाटो के छ भने म राजस्थान जाँदाखेरि गभर्मेन्ट अफ राजस्थानले हामी काउन्सिलर हुँदा बोलाएको थियो, मादल बाहेक जम्मै छ तल। त्यो तानापुल्टुङ नौमती बाजा कर्नाल त्यो के तुरै यस्तो बजाउने सनै एभ्रिथिङ छ। र हाम्रो संस्कार राजस्थानले चोरेर लगेको हुनसक्छ संस्कृति। दौरा सुरुवाल उनीहरूले पनि लाउँछ, दौरा अलिक छोटो सुरुवाल अलिक फुकेको। र के हो यो विषयमा खोज गर्नु अति आवश्यक रहेको छ। यसले गर्दाखेरि हाम्रो भाइ बहिनीहरू तयारी भएर खोज्नुपर्छ। यो मारुनी मादली को नाच्छ? पढेको केटाहरू स्वर्गवासी तारामणि सुब्बा एक समयको हाम्रो मारुनी थियो, मारुनी पढेको केटा। त्यति बेला स्कुल फाइनल गरेको केटा मारुनी नाच्यो। र मारुनीमा तागत हुँदैन भन्ने गणेश धारामा मादल फुटेको देखेको छु मैले। शक्ति हुन्छ। र त्यो गणेश धारामा मादल फुटेको साथीहरूकै गाली कताको हो, हामी सक्दैनौँ रहेछ यिनीहरूसँग, अब हामी जानुपर्छ भनेर फर्केको पनि देखेको छु। अब त्यो मादल चाहिँ पुरानो थोत्रे मादल होइन, नयाँ मादल फुटेको देखेको छु। र मारुनीहरू त्यति बेला जति बेला मारुनीहरू मादलहरू आउँथ्यो त्यति बेला मारुनीहरू लड्थ्यो पनि अरे। र यसले गर्दाखेरि यसलाई हामीले जोगाइराख्नु अति आवश्यक भएकोले गर्दा म आह्वान गर्छु मेरा युवा युवती भाइ बहिनीहरूलाई यसको लागि अघि बढ्नुपर्छ। यो हाम्रो जातिको कवचलाई बचाइराख्नुको लागि अघि बढ्नुपर्छ भन्दै सबैलाई धेरै धेरै धन्यवाद दिँदै बिदा लिन चाहन्छु। धन्यवाद। सबैलाई थाहा भएकै कुरा हो, गोरुबथानवासीलाई हामीले भनिबस्नु पर्दैन कि दिहाला भाउजू के हो, कहिले पर्छ, किन गर्नुपर्ने, यो कुरामा हामीले भन्नु सायद जरुरी छैन। हामी गोरुबथानवासीलाई सर्वविदितै भएको कुरा हो। तरै पनि यसपालि हाम्रो गोरुबथानको कार्यक्रमलाई गोरुबथान व्यापी मात्रै नभएर टाढा टाढाबाट हाम्रा मिडिया भाइ बहिनीहरू आएर हाम्रो मिडिया सहयोगी मिडिया कर्मी साथीभाइले हामीलाई जुन चाहिँ सहयोग पुर्याइदिनु भयो त्यसको लागि हामी आयोजक समितिको पक्षबाट हार्दिक धन्यवाद साथै न्यानो स्वागत त नभनौँ, अहिले यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले पनि दियाला भाउजू के हो भन्दाखेरि चाहिँ सायद मलाई लाग्छ दियाला भाउजू माथि चाहिँ रिसर्च गर्नेले जति गर्छ त्यति नै सबै दिन्छ होला भन्ने मलाई लाग्छ। दर्शकवृन्द नमस्कार, हेलो वेब 24 अनलाइन च्यानलमा फेरि पनि स्वागत गराउन चाहन्छौँ। र यसघडी हामी उपस्थित छौँ दिहाला भाउजू सोमबारे बजार गोरुबथानको बेग्लै अस्तित्व बोकेको र बेग्लै इतिहास बोकेको दिहाला भाउजू हाटमा छौँ। र यतिखेर हामी समक्ष क्यामेरा हुनुहुन्छ गोरुबथान सांस्कृतिक संरक्षण समितिका सभापति सर श्याम थापा हामीसँग हुनुहुन्छ र सरसँग हामी कुराकानी गर्नेछौँ। सर सर्वप्रथम त तपाईँलाई स्वागत छ च्यानलमा। थ्याङ्क यू। विशेष गरी गोरुबथानको बेग्लै मौलिकता र बेग्लै इतिहास बोकेको यो दिहाला भाउजू आजभन्दा 100 वर्ष अघि भनौँ न, त्योभन्दा बेसी अघिको एउटा परम्परा नै भनौँ, गोरुबथानको एउटा बेग्लै इतिहास बोकेको। प्रत्येक वर्ष नै दिहाला भाउजू मनाइने गर्दछ गोरुबथान सोमबारे बजारको हाटघरमा। र यस वर्ष 2024मा पनि आज दिहाला भाउजू भव्य रूपमा पालन भयो। र यस विषयमा हाम्रो दर्शक महानुभावहरूलाई दिहाला भाउजू के हो र यो मनाउन किन गोरुबथानले पर्छ यस विषयमा अलिकति हाम्रो दर्शकहरूलाई प्रकाशमा हाल्नुहोस्। हजुर, धन्यवाद तपाईँलाई प्रश्नको निम्ति। विशेष गोरुबथानको यो मौलिक सांस्कृतिक परम्परा सायद अभिलेखहरूको त्यहाँ जानकारीबाट 1910देखि सुरु भएको हो कि। र त्यति बेला हाम्रो हाइमनदास राई सरहरू भित्र जानुभयो, लेखक वरिष्ठ लेखक, उहाँको पनि जन्म भएको थिएन। र उहाँ जन्मिनुभन्दा अगाडिदेखि नै अघि फिपन सरले पनि भन्नुभयो। र त्यो परम्परा चलिआएको लगातार चलिरहेको छ एक्सेप्ट गोर्खाल्यान्ड आन्दोलन कालमा र विगत वर्षको 2020-21 को कोरोना कालमा देखि बाहेक यता लगातार चलिरहेको छ। विभिन्न यसरी सांस्कृतिक कार्यक्रमहरू कि स्टेजमा हामी आयोजन गर्छौँ कि त कोही बेला नगरेको नसकेको बेलामा उहाँहरू देउसे भैलेहरू यसरी नै आएर मारुनीहरू उहाँहरूले यो उत्सव मनाउने गर्छन्। एकदमै रमरमाहट, खुबै भिड लाग्थ्यो त्यति बेला। र अहिले धेरै यो घट्दै गएको छ र यसको दायी हामी पनि छौँ। यसलाई संरक्षण सम्वर्धन गर्नुपर्ने जिम्मा हाम्रो पनि छ। र
यसलाई अघि भाइहरूले भने जस्तो त्यसलाई म फेरि दोहोऱ्याउँछु ब्रान्डिङ गर्नु आवश्यकता छ यसलाई व्यवसायीकरण गरेर यसको डकुमेन्टेसन गरेर यसलाई पनि शोधकर्ताहरूसँग हामी उहाँहरूलाई बोलाएर अघि हुन त शोधकर्तामा हाम्रो एकजना भाइले त एमफिल पनि गर्नुभयो अब सायद पिएचडी पनि गर्नुहुन्छ यो विषयमा र विभिन्न हाम्रो कल्चरल बडिजहरू छ गभर्मेन्टको इन्स्टिट्युसनहरू छ उहाँहरूलाई पनि सम्पर्क राखेर यो विषयलाई अझै अगाडि बढाउन सक्यो भने यसलाई यो समिति मात्रै नराखेर मैले अघि भने इन्स्टिट्युसन एउटा बनाउन सक्यो भने यसलाई संस्थागत हामी कार्यक्रम गर्न सक्यो भने यो लगातार चलिबस्छ संस्थामा चाहिँ के हुन्छ भने एउटा पिँढी सकिन्छ अर्को पिँढी लगातार यो चलिरहोस् नभए आज हामी तपाईँले गऱ्यौँ हुनसक्छ हाम्रो छोराछोरीले नगर्ला हो यो त म त त्यो चाहिँ चाहदिनँ र त्यसले गर्दाखेरि यसको चाहिँ कन्टिन्युटी निरन्तरता चाहिँ होइरोस् भन्ने चाहिँ मेरो इच्छा छ सर आज खुबै भव्यताको साथमा नै सम्पन्न भयो गोरुबथानको सोमबारे बजारको सोमेश्वर मन्दिरबाट मारुनी उठाइयो र मारुनी नृत्यको साथमा विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएको छ आज है र विशेष हाम्रो जति पनि गोर्खे दाजुभाइहरू सासाना नानीहरू छन् है उनीहरूले पनि बुझ्नुपर्ने र उनीहरूले पनि यस्तो हाम्रो एउटा परम्परालाई यथावत राख्नुको निम्ति उनीहरूले नै पहल गर्नुपर्ने र उनीहरूको निम्ति तपाईँ के एउटा सन्देश दिन चाहनुहुन्छ यहाँबाट एकदमै राम्रो कुरो किनभने यो बचाउनु पर्ने संस्कृति हाम्रो मात्रै जिम्मा होइन समितिको मात्रै सबैको जिम्मा हो र जस्तै मारुनीको यहाँ अघि हामीले दुईवटा टोली देख्यौँ एकदमै बेस्ट उहाँहरूको जस्तै दालिमको र उहाँ कपानीको उहाँहरू अहिलेको जमानामा नि मारुनी टोली गाउँघरमा हुनु भनेको ठुलो कुरा हो हजुर र उहाँहरूलाई बचाएर राख्नुपर्छ उहाँहरूको संरक्षण सम्वर्धन प्रवर्धन हुनुपर्छ र विशेष गाउँघरमा सबैले नै यो हाम्रो संस्कृति हाम्रो चाड हाम्रो यो जुन छ एउटा परम्परागत मौलिक जुन इतिहास छ यसलाई चाहिँ अनुक्षण राखेर पछिसम्म यसलाई टेवा दिएर कसरी हुन्छ त्यो दिवाला भाउजूमा त्यो ढटुवारेर आउँछ दुई तिनजना प्रोग्राम छ त्यो मात्रै नभनेर यो चाहिँ हाम्रो गोरुबथानको एउटा ब्रान्ड हो यो चिनो हो गोरुबथानलाई यसले चिनाउँछ भन्ने चाहिँ सबैले बुझ्यो भने यो अझै राम्रो फस्टाएर जान्छ मेरो ख्यालमा चाहिँ हजुर र यसरी समय दिनुभएकोमा र दिहाला भाउजूबारे छोटकारीमा हाम्रो दर्शकहरूलाई जानकारी दिनुभएकोमा सर हजुरलाई पनि धन्यवाद दिन चाहन्छौँ हजुर थ्याङ्क यू तपाईँलाई पनि कभर गरिदिनु भएकोमा थ्याङ्क यू थ्याङ्क यू दर्शकबिन्द दिहाला भाउजू सोमबारे बजार गोरुबथानको एउटा अलग्गै मौलिकता बोकेको अलग इतिहास बोकेका छौँ र आज हामीले दिहाला भाउजूबारे के हो किन मनाइन्छ कहिलेदेखि यो दिहाला भाउजू मनाइ सुरु गरेको र यसलाई अझै भव्यताका साथ मनाउनुको निम्ति भविष्यमा के कस्तो कदमहरू उठाउनुपर्छ भन्ने हामीले गोरुबथान सांस्कृतिक संरक्षण समितिका सभापति श्रीमान श्याम थापाज्यूले हामीलाई जानकारी गराइसक्नु भयो र यसरी नै हेलो वेब 24 अनलाइन च्यानलबाट विभिन्न प्रकारको समाचार विभिन्न प्रकार खबर र विभिन्न प्रकारको जानकारीको निम्ति फलो गरिनुहोस् हेलो वेब 24 नमस्ते जय हिन्द कुलुङ डिपार्टमेन्टल स्टोर जहाँ तपाईले सबै प्रकारको दैनिक रूपमा चाहिने ग्रोसरी कस्मेटिक बेबी केयर साथै कोल्ड ड्रिङ्क्स आइसक्रिम अनि अन्य घरेलु सामानहरू रिजनेबल रेटमा पाउनुहुनेछ सधैँ सम्झनुहोस् रवि राई गोरुबथान धर्मशाला नियर SBI कन्ट्याक्ट नम्बर 8101686404